अक्टोबर 7 को बिहान शनिबार थियो 81 मिसाइलहरू जान थाल्यो है माथिबाट थुप्रै बङ्करहरू हुन्छ त्यहाँ बोर्डर साइडमा अनि त्यहाँबाट चाहिँ हामी बङ्करमा भाग्यौं फर्स्टमा त इट्स नर्मल फर इजरायल मिसाइलहरू गइराछ केही लाग्दैन जस्तो लाग्यो एक घण्टापछि 81 बाहिर नै गन शटहरू आउन थाल्यो है दुईजना साथीहरू चाहिँ बाहिर निस्के के वी आर नेपाली भन्दै निस्के दुईजना साथी दे आर शट डेड Like, oh my god. After 2 minutes of gunshot, दुईटा ग्रेनेड चाहिँ भित्र बङ्कर भित्र फाले के oh my god टेरोरिस्टहरुले एउटा चाहिँ बिपिन जोशी अहिले पनि क्याप्टिभमै छ सायद सुन्नुभयो होला बिपिन जोशी साथी नै थियो उसले चाहिँ एउटा ग्रेनेड चाहिँ बाहिर फाल्यो अनि अर्को चाहिँ पड्किहाल्यो त्यही बुम त्यसपछि वी आर लाइक ब्ल्याक आउट अल 70 जना थियौं दुईजना त गनशटले डेथ भइसकेको थियो त्यति बेला नै 2 मिनेट्स वे लाइक नम भुइया नम आँखा खुलेपछि लाइक 2-3 जना साथीको खुट्टा नै थिएन मेरो पनि खुट्टा लाइक नम पुरै ग्रेनेडको पिसेसले ब्लड अगाडि पुरै ब्लड दुईजना शट डेथ भएन साथीहरू के सपना जस्तो लाग्न थाल्यो हामी आत्तिम त्यसपछि अरु साथीहरूलाई फोन गर्न थाल्यौं आधी घण्टापछि फेरि इजरायली पुलिसहरु आए तिनीहरु ग्रेनेड फालेर अलि ब्याकअप भयो के टेरोरिस्टहरु त्यसपछि हामीलाई चाहिँ पुलिसहरुले रेस्क्यु गर्न आए 3 जना पुलिस मात्रै आए थिए धेरै पनि आए थिएनन् म चाहिँ पुरै लाइक हिड्न नसक्ने क्रल मात्रै गर्न सक्ने हिड्न नसक्ने भइसकेको थियो ब्लड थियो खुट्टाभरि 2-3 जना मरिसकेका थिए त्यति बेलासम्म साथीहरु 10 जना चाहिँ सेफ थिए जे होस् दे आर शिफ्टेड टु अनदर बङ्कर अनि मलाई पनि शिफ्ट गर्ने भने मलाई चाहिँ सकेनन् के शिफ्ट गर्न एन्ड मलाई चाहिँ बङ्करको बाहिर चाहिँ राखे के माथिबाट मिसाइलहरु गइराछ गनशटहरु नन स्टप भइराछ अनि लाइक यहाँ बाहिर बस्यो भने त बाँचिन्न होला जस्तो लाग्यो त्यसपछि मैले बङ्करबाट चाहिँ क्रल गर्दै लाइक बेडरुममा गएँ के आफ्नो अब अट्याक नआयो भने चाहिँ लाइक म चाहिँ भित्र सेफ छु टाइपको भयो अनि त्यसपछि दुईटा साथी चाहिँ बङ्कर भित्रबाट फेरि कोठा भित्र आए अनि एउटा साथी चाहिँ सुत्यो बेडमा मेरो साइडको बेडमा सुत्यो अर्को साथी चाहिँ फोन गर्दै थियो एउटा खुट्टा चाहिँ पैताला थिएन उसको बाहिर एम्बुलेन्स आयो भनेर भन्यो के उसले बाहिर गयो अनि त्यसले दुईटा फेरि शट खायो के गोलीको यहाँ लिटरली एउटा यहाँ गोली खाएको थियो त्यसले Oh my god. बाहिरबाट शट आइराछ भित्र म रुममा छु पनि आइराछ अनि आएर फेरि त्यहाँ सुत्यो मेरो काखमा सुत्यो तन्ना च्यातेर चाहिँ उसको सब बाँधिए के यहाँ बाँधे अनि यहाँ पनि बाँधे म त मर्छु होला मेरो लास्ट इच्छा मलाई पानी खुवाइदियो भने त्यही पनि म क्रल गर्दै बाथरुमसम्म गएर त्यहाँबाट चाहिँ मैले एक बोतल पानी ल्याएर चाहिँ उसलाई खुवाएँ अनि त्यो अर्को बेडमा गएर पल्ट्यो म यता बेडमा पल्टेको थिएँ आधी घण्टापछि ऊ पनि इज डेड मलाई पनि फिल भयो क्या अब चाहिँ रहेन ऊ भनेर हल्लिन छोड्यो नि त अनि अर्को साइडमा पनि अर्को साथी इज डेड म पनि अब मर्छु होला मलाई आशै थिएन कि म बाँच्छु होला भन्ने त्यति बेला